बिस्केट जात्राको उत्पत्ति लिच्छवी कालमा राजा शिवदेवको शासनकालमा भएको विश्वास गरिन्छ। त्यति बेला भक्तपुर किराती जनजातिहरूसँग निरन्तर युद्धमा थिए। भक्तपुरका राजा शिवदेवले धेरै भूभाग गुमाएको र आफ्नो सम्पूर्ण राज्य गुमाउने डरले उनलाई चिन्ता र समाधानको खोजीमा चिन्तित बनायो। राजा शिवदेवले आफू युद्ध हार्ने निराशले मार्गदर्शनको लागि देवी वज्रयोगिनीको पूजा गरे। देवी उनको प्रार्थनाबाट खुसी भएर उनलाई शेखर आचार्य नाम गरेको पुजारीतिर जाऊ भनेर मार्गदर्शन दिनुभयो र राजा शेखर आचार्यकोमा जानुभयो र शत्रुहरू कसरी राज्य कब्जा गर्न खतरनाक रूपमा नजिक पुगेका थिए भनेर वर्णन गर्दै राजाले शेखर आचार्यलाई सहयोगको लागि बिन्ती गरे र आचार्यले आफ्नो रहस्यमय तान्त्रिक शक्ति प्रयोग गरेर उनलाई सहयोग गर्न सहमत भए। आचार्यले राजालाई भन्यो कि उसको मुखमा एक मुट्ठी अक्षता राखेर ऊ बाघमा परिणत हुन सक्ने, त्यो रूपमा आएपछि उसले आक्रमणकारीहरूलाई धपाउन जङ्गलबाट अन्य बाघहरूलाई बोलाउने र मानव रूपमा फर्कन राजाले उसलाई अक्षता छर्किनु भने। किराती आक्रमणको दिन शेखर आचार्यले आफ्नो योजना गरेको जस्तै एक मुट्ठी अक्षता राखेर र डरलाग्दो बाघमा परिणत भए। शक्तिशाली गर्जनका साथ उनले शत्रुहरूतिर आक्रमण गरे। उनको गर्जन जङ्गलभरि गुन्जियो। हजारौं जङ्गली बाघहरूलाई बोलाएर आक्रमणकारीहरू विरुद्ध भयङ्कर आक्रमण सुरु गरे। आत्तिएका किरातीहरू आतंकित भएर भागे। युद्ध समाप्त भएपछि एउटा राजसी बाघ राजाको नजिक आयो र शान्त भएर बस्यो। निर्देशन सम्झदै राजा शिवदेवले पवित्र अक्षता बाघमाथि छर्किदिए र शेखर आचार्य आफ्नो मानव रूपमा फर्किए। भक्तपुरका जनताले चमत्कारी विजयमा खुसियाली मनाए। खुसियाली मनाउँदै उनीहरूले उनलाई सिन्दुरको धुलो दलेर कृतज्ञता र श्रद्धाका साथ सहरभरि परिक्रमा गरे। त्यस दिनदेखि भक्तपुरमा सिन्दुर जात्रा मनाउँछन् भन्ने मानिन्छ। प्रशंसा र प्रतीकको रूपमा राजाले शेखर आचार्यलाई धन र अपार सम्मानले सम्मान गरे। उनको ख्याति टाढा टाढासम्म फैलियो, तर उनलाई ख्याति दिलाउने त्यही शक्तिले उनको दुःखद अन्त्य पनि गर्यो। एक दिन शेखर आचार्यकी श्रीमती मनरूपाले उनको आकार परिवर्तन गर्ने क्षमताको बारेमा जिज्ञासा व्यक्त गरिन् र उनलाई कहिल्यै नदेखेको प्राणी अजिङ्गरमा रूपान्तरण गर्न भने। हिचकिचाहट भए पनि शेखर आचार्यले मनरूपाले नडराउने आश्वासन दिएपछि सहमति जनाए। उनले उनलाई मानव रूपमा फर्काउनको लागि उनलाई मन्त्रमुग्ध अक्षता मुखमा राखेपछि अजिङ्गरमा रूपान्तरण र अक्षता उसलाई छर्किएपछि पूर्ण मानव रूपमा फर्किने भनेर मनरूपालाई हातमा अक्षता दिएर आफू अजिङ्गरमा परिणत भए। तर विशाल अजिङ्गर देखेर मनरूपा चकित भइन्। आत्तिएर उनी चिच्याइन् र भाग्न खोजिन्। अक्षता उसमाथि फ्याँक्ने आशामा अजिङ्गरले उनलाई पछ्याउँदै गर्यो, तर मनरूपा आत्तिँदै अक्षता आफ्नै मुखमा हालिदिइन् र तत्कालै मनरूपा पनि अजिङ्गरमा परिणत भइन्। अब श्रीमान र श्रीमती दुवै अजिङ्गरको रूपमा फसेका थिए। अझै पनि मद्दतको आशामा तिनीहरू दरबारतिर लागे र राजाको अगाडि आफ्नो टाउको उठाए। तर राजा शिवदेवले तिनीहरूलाई चिन्न सकेनन् र खतराको डरले आफ्ना सिपाहीहरूलाई अजिङ्गरहरूलाई जङ्गलमा धपाउन आदेश दिए। बारम्बार तिनीहरू फर्किए, आशा गर्दै कि कसैले तिनीहरूलाई चिन्नेछ वा अक्षता छर्किनेछ भने, तर कुनै फाइदा भएन। भक्तपुरका मानिसहरूले प्राय दुई अजिङ्गरहरूलाई सँगै देख्थे, तर ती जोडी सर्प शेखर आचार्य र मनरूपा हुन् भन्ने कुरा कसैलाई थाहा थिएन। दिनहरू बित्दै गए। खाना नपाएर र मानव रूपमा परिवर्तन गर्ने कोही नहुँदा ती दम्पतिले बिस्तारै आशा गुमाए।
दुःख सहन नसकेर तिनीहरू नदी किनारमा गए र आत्महत्या गरे। महिनौपछि जब भक्तपुरमा खडेरी पर्यो, राजाले फेरि एकपटक शेखर आचार्यको सहयोग खोजे। धेरै खोजी गरेपछि शेखर आचार्य र मनरूपाले अजिङ्गरबाट मान्छे बन्न नसकेर आत्महत्या गरेको कुरा पत्ता लगाए। पश्चातापले ग्रस्त भएर उनले तान्त्रिक र उनकी श्रीमतीको सम्झनामा भव्य उत्सव समारोह गरे। उनीहरूको बलिदानको सम्मान गरी उनले शेखर आचार्य र मनरूपाको प्रतिनिधित्व गर्ने अजिङ्गरको चित्र बोकेको 2वटा ध्वजा सहितको अग्लो लिङ्ग खडा गरे। त्यस बेलादेखि भक्तपुरका मानिसहरूले हरेक वर्ष नेपाली नयाँ वर्षको साथमा बिस्केट जात्रा मनाउँदै आएका छन्। यो बिस्केट जात्रासँग सम्बन्धित धेरै किम्वदन्तीहरू मध्ये एक मात्र हो। यस पर्वमा सिन्दुर फाल्ने, नाटकीय रथ जुलुस, जिब्रो छेड्ने र सहरका विभिन्न भागहरू बीचको प्राचीन अनुष्ठानहरू पनि समावेश छन्। प्रत्येक पुस्तादेखि पुस्तासम्म हस्तान्तरण गरिएका अनौठा कथाहरूमा आधारित छ। मूलतः बिस्केट जात्रा केवल एक उत्सव मात्र होइन, यो विरासत, भक्ति, समुदाय र भक्तपुरको गहिरो भावनाको उत्सव हो।